हेलो एन्ड सो नमस्ते गाइज इट्स मी रुपेश कुमार। आज एक साथीहरूले बोलाएको छ होइन, त्यहाँ जाँदैछु। अब के हुन्छ कस्तो कस्तो घुम्न यस्तो होइन। अझै म घर बाहिर निस्किनुपर्छ, चलिदिनुपर्छ। पानी पर्न खोजिरहेछ ग्याङ ग्याङ। अझ पानी पर्न थालिसक्यो। जे भयो नि छाता ल्याएको छ। यता भाइले छ्याङ बोकिरहेछ हो पुरा। यता बरा हुँदै हामी उहाँ जानुपर्छ है। ऊ त मन्दिरमा छ अरे केटाहरू मात्रै। तर थाहा छैन छ कि छैन खुट्टाहरू। धादिङ चाहिँ ऊ त्यो भयो है। बवाल छ धादिङको भ्यू चाहिँ यहाँ त। तर पानी परिसक्यो यार, कति चाँडै। उता धादिङ चाहिँ टच नै हुँदैन त हो। त्यहाँ भयो धादिङ। यता छ यहाँबाट चाहिँ धादिङको भ्यू बवाल देख्छ होइन। अब हामी उता साथीहरू ठाउँ गएर त्यहाँ आउँछु, हेर्दै जाउँ। अब चाहिँ ग्याङ ग्याङ हामी बाहुन डाँडा आइपुगिसक्यो। त्यहाँ नि मस्त पानी परिरहेको छ। मन्दिर बढ्न खोज्दैछ यहाँ। अब इधर हेर्नुपर्छ है त। यहाँ मन्दिर भएर ऊ त्यो चाहिँ हाम्रो गाउँ साइड भइहाल्यो है। ऊ त्यो चाहिँ उनीहरू भन्ने साइड भयो भने टक्क यो धादिङ भइहाल्यो। यो भिरतला मनकामान डाँडा भयो। अनि यता चाहिँ बाहुन डाँडा भयो होइन। यहाँ चाहिँ बाहुन डाँडा भयो। यो ट्रान्सफर बवालसँग पढेको थियो यार। अब तलै गएर भेटौँला। खाजासाजा खानुपर्ने हुन्छ। एउटा पाउँदो छ खाजाको लागि चाहिँ। त्यो भएर मलाई त्यति हो। पानी चाहिँ बवाल परेको छ यहाँ। यस्तो परिरहेछ। ऊ त्यो फुच्चे हेर्न आउनै सकिरहेको थिएन क्या। मैले झन् त्यत्रो बाटो मै बोकिदिएँ है। भन्दा पनि छ्याङ हो खासमा त्यो चाहिँ। पानी परेर यस्तो भएको छ मनकामना डाँडा। यता बवाल खोला छ। पौडी खेल्न जानुपर्छ नयाँ दकुडला। तर कतिजना केटाहरू आउँछु भन्दै थियो। अमृत टुल्के त्यहीँ बसिरहेको रहेछ है। त्यसलाई चाहिँ देख्यो। अरू त कोही पनि छैन त म्या। दसैँमा खेल्ने पिङ अहिलेसम्म हालिरहेछ। क्या सुवाङ गरेको छ त्यहाँ। लामो आँपा हो। कुमाल गाउँ चाहिँ यो साइड भयो होइन। कुमाल गाउँ यतातिर। यता मन्दिर भइहाल्यो। पिङ्क हा एक राइट है। दसैँ आयो, दसैँ आयो। लामो पानीले भिजाइसक्यो। मन्दिर चाहिँ बवाल छ है। यहाँको मान्छे हो चिन्नै सकेन मैले, कृपया भनिदिनु होला। इधर हे मन्दिर। पानी डेन्जर परिरहेछ। ल तपाईँको नाम के हो? विक्रान हजुर। तपाईँलाई नमस्कार। नमस्कार। मेरो नाम चाहिँ अमृत हो। अमृत पालेवनको केही नै होइन होइन। पालेवन भन्छ यसलाई। पालेवन भन्छ कि नाम चाहिँ ऊ त्यहाँ छ टक्क लाएर आउन सक्नुहुन्छ। धादिङ मनकामना दर्शन। यस्तो छ। अनि यता चाहिँ रामकोट मनकामना दर्शन छ त्यति हो। अरू अब केटाहरू आएपछि देखाउँला। आउँछ। अब चाहिँ ग्याङहरू रात परिसक्यो। यहाँ बवाल गीत बजिरहेछ है। यहाँ छ साथीहरू। यहाँ छ एउटा भाइ बत्ती बलिरहेको सही छ। तर मन्दिर चाहिँ है नजारा चाहिँ बवाल देख्छ। अब त्यसपछि हामी घर जानुपर्ने हुन्छ।
भइहाल्यो धादिङको भ्यू यो भइहाल्यो अर्चले धारा त्यहाँ छ सही देख्छ है यहाँ त ठाउँ चाहिँ जे भयो नि आउनु होला एकचोटि यो चाहिँ अहिले कति बज्यो भने ठ्याक्कै 7 बज्यो है तर 7 बजे नि यस्तो रमाइलो छ कि होइन यहाँ चाहिँ आइदिनु होला कृपया जान्छु यतिमै भ्लग एन्ड हुन्छ